Hello everyone, welcome to my mini vlog. Today is the last day as an intern in F1soft. हजुरहरूको बिहानीको सुरुवात कसरी भयो? मेरो चाहिँ बिहानीको सुरुवात ओट्स र मिल्कबाट भयो। आज चाहिँ मेरो लास्ट डे एज एन इन्टर्न, सो म रेडी भएर अफिसतिर लागेँ। आज चाहिँ म अङ्कलसँग जमलसम्म गएँ र जमलबाट माइक्रो चढेर F1softसम्म पुगेँ। आज छिटो भएर कोही पनि अफिसमा आउनु भएको थिएन र यही बिचमा मेरो साथी सुगम आयो र हामी कफी र पानी लिन हिँड्यौँ र आएर हामी केही काम गर्न लाग्यौँ। त्यसपछि लन्चतिर लाग्यौँ र एकछिनमा एचआरबाट कल आयो र हामी रमाइलो गर्दै पिएनसीतिर गयौँ र क्लियरेन्स फर्म लिएर आयौँ र फर्म भर्यौँ। त्यसपछि खाजा ब्रेकमा चटपट खानातिर लाग्यौँ र पिरो भएर लास्टमा कुल्फी खाँदै फेरि काममा लाग्यौँ र लास्टमा हामी पिएनसी गएर फर्म बुझायौँ र हामी घरतिर लाग्यौँ र मेरो साथीको केही शब्द सुनौँ है त। महिना हाम्रो यहाँ इन्टर्नसिप एकदम रमणीय भयो। धेरै कुरा सिक्यौँ, हामीले धेरै कुरा सिक्न पायौँ होइन। नयाँ नयाँ थरीका कुरा सिक्यौँ। एकदम रमाइलो भयो हाम्रो टेन्युर। थ्याङ्क यू सो मच F1soft भन्दै हामी घरतिर लाग्यौँ। बाई बाई।